को हैसियतले आगामी आर्थिक वर्ष 2082-83 को बजेट प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित ठानेको छु। नेपालको सार्वभौमता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा उच्चतम आदर्शका लागि समय समयमा भएको आन्दोलन, मधेस आन्दोलन, विविध पहिचान र अधिकारका महान सङ्घर्षहरूमा आफ्नो अमूल्य प्राण आहुति दिनुभएका सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति म हृदयदेखि नै श्रद्धासुमन अर्पण गर्दछु। साथै ती आन्दोलनहरूमा वीरता प्रदर्शन गरी घाइते तथा बेपत्ता हुनुभएका सपुतहरूप्रति म उच्च सम्मान व्यक्त गर्दै गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छु। मध्य प्रदेश सरकारले मधेसी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको वर्ग लगायतका सम्पूर्ण सीमाङ्कित समुदायहरूले समानता र न्यायका लागि गरेका गौरवपूर्ण सङ्घर्षहरूप्रति हार्दिक श्रद्धा र उच्च सम्मान प्रकट गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व, मानव अधिकार तथा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको महान अर्पित त्याग, सङ्घर्ष र बलिदानीलाई स्मरण गर्दै वीर शहीदहरूले देखाएको सपना साकार पार्ने अटुट प्रतिबद्धता व्यक्त गर्दछु। आत्मनिर्भर र समृद्ध मधेस निर्माणको लक्ष्यलाई साकार पार्न देश र मध्य प्रदेशमा रहेका वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्दै कृषि क्षेत्रलाई मध्य प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रूपमा सशक्त बनाउने दिशामा बजेट लक्षित गरिएको छ। यस सन्दर्भमा उर्वर कृषि भूमिको उच्चतम उपयोग गर्दै परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीले क्रमशः व्यावसायिक कृषि प्रणालीमा रूपान्तरण गर्ने, उद्यमशीलता प्रवर्धन गर्ने, निजी तथा सार्वजनिक लगानी अभिवृद्धि गर्दै रोजगारी सृजना र उच्च आर्थिक वृद्धि हासिल गर्ने तर्फ बजेट केन्द्रित रहेको छ। सङ्घीय सरकारबाट बेला बखतमा हुँदै आएको राजस्व र अनुदानमा कटौती, सीमित स्रोत साधनको उपलब्धताका बावजुद विभिन्न समयमा भएका राजनीतिक परिवर्तन र जनताको सङ्घर्ष त्याग स्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा जनता सामु सरकारको उपस्थितिलाई सकारात्मक अनुभूति गराउन चुनौतीको रूपमा रहेको छ। आगामी आर्थिक वर्षको बजेट युवालाई प्रदेशमै रोजगारी सृजनाका साथै आर्थिक गतिविधिमा संलग्न गराउने, तुलनात्मक लाभ बढी भएको उद्योगहरू प्रवर्धन गर्ने, उद्यमशीलता विकासतर्फ गरिबी न्यूनीकरण गर्ने तथा सार्वजनिक सम्पत्ति र स्रोतहरूको प्रभावकारी र परिणाममुखी उपयोगमा केन्द्रित गरिएको छ। प्रदेशको आन्तरिक राजस्व लक्ष्य अनुरूप वृद्धि हुन नसकेको, अधिकांश वित्तीय स्रोत अनुदानमा निर्भर रहेको र प्रशासनिक खर्चको आकार बढ्दै गएको, वर्तमान अवस्थामा सीमित स्रोत साधनको उपलब्धताका कारण जनताको माग र चाहना सम्बोधन गर्नु हाम्रो ठूलो चुनौती रहेको छ। प्रदेशको आन्तरिक आयको हिस्सा बढाउने र सार्वजनिक वित्तलाई सन्तुलनमा राख्ने चुनौतीको सन्दर्भमा प्रदेश सरकारले अनुपातक रूप क्षेत्र फजुल खर्च नियन्त्रण गर्ने तथा अनुदान लगायतका शीर्षकहरूलाई उत्पादनमुख क्षेत्रमा परिचालन गर्ने नीति अपनाएको छ। प्रदेश क्षेत्रको विनियोजन दक्ष अभिवृद्धि गर्दै योजना तर्जुमा चरणलाई व्यवस्थित बनाउँदै पुँजीगत खर्च बढाउन सरकारका लागि चुनौती बनेको छ। यसलाई व्यवस्थित गर्न, साना योजना माग र चाप कम गर्न स्पष्ट मापदण्ड तय गरी कार्यान्वयन गरिनेछ। प्रदेश सरकारको उद्देश्य तथा लक्ष्य प्राप्तिको लागि सार्वजनिक प्रशासनले मितव्ययी, नतिजामुखी, सरल प्रदर्शन बनाई सुशासनको प्रत्याभूति दिलाई जनता सामु प्रदेश सरकारको सकारात्मक उपस्थितिको अनुभूति दिलाउन चुनौती रहेको छ। माननीय सभामुख महोदय, अब म मध्य प्रदेशको विद्यमान आर्थिक अवस्था र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक वर्ष 2081-82 में राज्यको प्रचलित भुक्तानीको कुल उत्पादनमध्ये मध्य प्रदेशको योगदान रु 8 खर्ब
4 अर्ब 15 करोड 30 लाख रहेको छ, जुन कुल उत्पादनको 13.16% हुन आउँछ। प्रदेशको कुल उत्पादनमा सेवा क्षेत्रको योगदान सबभन्दा बढी 52.61% रहेको छ तथा कृषि र उद्योग क्षेत्रको योगदान क्रमशः 36.7 र 10.7% रहेको छ। आर्थिक वर्ष 2081-82 में मध्य प्रदेश को प्रति व्यक्ति कुल उत्पादन 932 अमेरिकी डलर रहने अनुमान छ, जुन गत वर्ष को तुलना में बढ़िरहेको छ। अब 2081-82 में मध्य प्रदेश को आर्थिक वृद्धि दर राष्ट्रिय औसत आर्थिक वृद्धि दर 4.61% भन्दा तल 4.5 रहेको छ, जुन अब 80-81 भन्दा 0.07% बढेको हो। मध्य प्रदेश में विगत 7 वर्ष को कुल बजेट को औसत 43.58% चालू खर्च तथा 56.42% पूंजीगत खर्च को लागि विनियोजन भएको देखिन्छ। अब 2081-82 में मध्य प्रदेश सरकार को कुल खर्च रु 32 अर्ब 11 करोड 16 लाख 30 हजार अर्थात कुल विनियोजन को 73.16% हुने संशोधित अनुमान छ। कुल सरकारी खर्च मध्ये चालू खर्च रु 12 अर्ब 9 करोड 8 लाख 62 हजार र पूंजीगत खर्च रु 20 अर्ब 2 करोड 7 लाख 68 हजार खर्च हुने संशोधित अनुमान छ। चालू अब 2081-82 में कर राजस्वबाट रु 13 अर्ब 52 करोड 90 लाख 1 हजार, अनुदानबाट रु 11 अर्ब 65 करोड 70 लाख, अन्य राजस्वबाट रु 1 अर्ब 17 करोड 41 लाख 51 हजार तथा विविध प्राप्तिबाट रु 8 करोड 42 लाख 42 हजार सङ्कलन हुने अनुमान छ। त्यसैगरी आन्तरिक ऋणबाट रु 2 अर्ब सङ्कलन हुने अनुमान गरिएको छ। माननीय सभामुख महोदय, अब म बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूको बारेमा चर्चा गर्न गइरहेको छु। संघीय सरकारप्रतिको निर्भरता घटाउन, कृषि, पर्यटन र कृषिमा आधारित उद्योगमा लगानी, कृषि आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, युवा उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सृजना गर्दै मध्य प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, समृद्ध र सशक्त बनाउन उपलब्ध स्रोत साधनको अधिकतम उपयोगमा बजेट केन्द्रित हुनेछ। बजेट तर्जुमा गर्दा स्वीकृत बजेटको क्यालेन्डरको पूर्ण रूपमा पालना गरी आर्थिक वर्षको अन्त्यमा हुने पूंजीगत खर्चको चापलाई न्यूनीकरण गर्न, कार्यान्वयन योग्य एवं उचित प्रतिफल र लाभ हुने योजनाहरूको छनौट गरी कार्यान्वयनका तालिका बमोजिम नै बजेट खर्च हुने व्यवस्था मिलाइएको छ। विकास निर्माणको प्रक्रियामा उपलब्ध प्राकृतिक स्रोत साधनको दिगो एवं न्यायोचित उपयोग गर्दै प्राकृतिक स्रोत साधनको दोहनलाई न्यूनीकरण गर्दै जलवायु परिवर्तनले पारेका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न आगामी आर्थिक वर्षको बजेट निर्देशित छ। लगानी मैत्री वातावरण सृजना गरी सार्वजनिक निजी साझेदारी मार्फत विकास निर्माणका कार्यहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरी प्रदेशमा नै रोजगारको अवसर सृजना गर्ने तर्फ बजेट उन्मुख छ। सन्तुलित विकासको अवधारणालाई आत्मसात गर्दै समाजमा रहेका विभेद, असमानता र वञ्चीकरणले अन्त्य गर्न प्रादेशिक स्रोत साधनको न्यायोचित वितरण गरी लगानी तथा विकासको प्रतिफल सम्पूर्ण जात वर्ग समुदायलाई समान रूपले उपयोग गर्न पाउने वातावरणको सृजना गर्न बजेट लक्षित हुनेछ। दिगो विकासका लक्ष्यहरूले आन्तरिकरण र स्थानीयकरण गर्न प्रादेशिक तथा स्थानीय तहसँग समन्वय र सहकार्यमा योजनाहरूको छनौट गरी कार्यान्वयनमा दिगो विकासका लक्ष्यहरू हासिल गरिनेछ। वित्तीय संहितालाई गतिशील बनाउन र तथा कार्यक्षेत्रमा दोहोरोपन हुन नदिने, तिनै सरकार बीच समन्वय र
सहकार्यलाई बढ़ावा दिई बजेट प्रणालीमा क्रमिक सुधार गर्दै लगिनेछ। खाद्य सुरक्षा सहित कृषि उत्पादनमा आत्मनिर्भरता प्राप्त गर्न कृषि यान्त्रिकीकरण, विद्युतीकरण तथा व्यवसायीकरण मार्फत उत्पादनशील क्षेत्रलाई प्रोत्साहन दिन सरल कर्जा, बिउ पुँजी, मल र बजार सुविधा प्रदान गर्दै कृषि, सडक र पशुपक्षी नस्ल सुधारलाई बजेटको प्राथमिकतामा राखिएको छ। स्वास्थ्य सेवा व्यवस्थित र गुणस्तरीय सुदृढ बनाउन प्रादेशिक स्वास्थ्य संस्थाहरूको अस्थिरीकरण, पूर्वाधार स्तरोन्नति, दक्ष जनशक्ति उपकरण व्यवस्थापनमा प्राथमिकता दिएको छ। आयोजना बैंकमा समावेश भएका उच्च प्रतिफल तथा उपलब्धि दिने पूर्वाधार विकासका ठूला आयोजनाहरू छनौट गरी कार्यान्वयनमा जोड दिएको छ। रोजगारी सृजनाको आधारका रूपमा पर्यटन क्षेत्रको विकास गर्न तिनै तहका सरकारबीच समन्वय गर्दै पर्यटन पूर्वाधार निर्माणमा विशेष जोड दिनेछ। ऊर्जा सङ्कट न्यूनीकरण तथा शहरीकरण कारणको घट्दो भूजल स्तरलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेटले भूमिगत पानी पुनर्भरण प्राथमिकतामा राखिएको छ। मध्य प्रदेशमा वर्षेनी विपदको कारणले हुन गरेको जनधनको क्षति न्यूनीकरणका लागि तिनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि बजेटमा प्राथमिकता दिएको छ। सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम र जनमुखी बनाई विद्यमान कमी कमजोरीहरूलाई सुधार गर्न सरकारी सङ्गठनको व्यवस्थापन समीक्षा गर्दै जनशक्ति विकासका कार्यहरूलाई प्राथमिकताकरण गरी सूचना प्रविधिको प्रयोगले सेवा सरल, मितव्ययिता र सेवाग्राही मैत्री बनाई परिणाम अनुसार सुधार गर्न बजेट केन्द्रित गरेको छ। माननीय सभाको महोदय, अब म नेपालको संविधानको धारा 60 मा व्यवस्था भए बमोजिम स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण सम्बन्धी विवरण प्रस्तुत गर्न चाहन्छु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा स्थानीय तहको लागि वित्तीय सामान्यीकरण अनुदानतर्फ रु 1 अर्ब 10 करोड हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी सहित परिवारलाई लक्षित विशेष कार्यक्रमहरू लगायतका क्षेत्रमा स्थानीय तहले खर्च गर्ने गरी विशेष अनुदानतर्फ 38 करोड 10 लाख विनियोजन गरेको छु। प्रदेश सम्पूरक अनुदान सम्बन्धी कार्यविधि 2078 ले निर्धारण गरे बमोजिमका क्षेत्रहरूमा स्थानीय तहले योजना कार्यान्वयन गर्न सम्पूरक अनुदानतर्फ रु 38 करोड 10 लाख विनियोजन गरेको छु। स्थानीय तहलाई सशस्त्र अनुदानतर्फ रु 1 अर्ब 22 करोड 5 लाख विनियोजन गरेको छु। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्ष 2082-83 को बजेटका मुख्य क्षेत्रगत कार्यक्रम र विनियोजित प्रस्तुत गर्न चाहन्छु। भूमि व्यवस्था, कृषि तथा सहकारी तर्फ कृषि प्रसार सेवा पहुँच बढाउन किसानको बारी समसेविकाको सहारी सोचलाई सार्थक तुल्याउन प्रदेशका सबै वडाहरूमा महिला कृषि समसेविका परिचालन कार्यक्रमको निरन्तरताको लागि आवश्यक रकम विनियोज गरेको छु। कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सिंचित क्षेत्र विकास एवं विस्तारका गर्न सिंचाई व्यवस्थापन प्रवर्धन सहयोगको लागि रकमको उचित व्यवस्था मिलाइएको छ। कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सिंचित क्षेत्र विकास एवं विस्तार गर्न सिंचाई व्यवस्थापन प्रवर्धन सहयोगको लागि रकमको उचित व्यवस्था मिलाइएको छ। भूमिगत सिंचाई क्षेत्र विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि विद्युतीकरण कार्यक्रमलाई बहुवर्षीय आयोजनाको रूपमा निरन्तरता दिनको लागि रु 26 करोड विनियोजन गरेको छु। कृषिको मुख्य आधार माटोको स्वास्थ्य सुधार भन्ने अभियानले निरन्तरता दिँदै प्रदेशभित्रका माटोको उर्वरता सुधारको लागि आवश्यक रकम विनियोजन गरेको छु। फिड द नेसन अभियानलाई मूर्त रूपमा दिन तथा धान बालीको उत्पादन एवं उत्पादकत्व बढाउन 2 धान बाली प्रवर्धन कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छ। मूल्य श्रृङ्खलामा आधारित व्यावसायिक फलफूल प्रवर्धनका लागि आवश्यक विनियोजन गरेको छु। कृषि यान्त्रिकीकरणको माध्यमबाट उत्पादकत्व वृद्धि गरी कृषि व्यवसायलाई दिगो प्रतिस्पर्धा बनाउन कृषि यन्त्र
उपकरण प्रवर्धन सहयोग कार्यक्रम आवश्यक र रकम विनियोजन गरेको छु। कृषिमा विषादीको प्रयोगलाई निरुत्साहित गर्न र आधुनिक कृषि प्रविधिको अनुसार बढाउन कृषक पाठशाला सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरेको छ। व्यावसायिक एवं दिगो कृषि तथा कृषि व्यवसायको विकासका लागि कृषि व्यवसायमा संलग्न रहेका र हुन चाहने कृषक, कृषि उद्यमी, कृषि प्राविधिक तथा कृषि मूल्य श्रृङ्खलामा आबद्ध अन्य सरकारवालाहरूसँग क्षमताको अभिवृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छ। हरवा चरवा, विपन्न, गरिबी, भूमिहीन तथा सामाजिक रूपमा पिछडिएका साना कृषकहरू, एकल महिला लगायतका लक्षित वर्गहरूका परिवारको आय आर्जन तथा जीविकोपार्जन टेवा पुर्याउन रोजगारमूलक विशेष कार्यक्रमहरू रकमको विनियोजन गरेको छ। पशु पंक्षी तथा मत्स्य स्वास्थ्य परीक्षण, रोग निदान, उपचार लगायत विशिष्ट पशु चिकित्सा सेवा प्रदान गर्न आवश्यक रकम विनियोजन गरेको छु। पशुपालन व्यवसायमा चुनौतीको रूपमा रहेका प्रमुख रोगहरू नियन्त्रण गर्दै पशुजन्य उत्पादन र उत्पादकता वृद्धिका लागि पशुहरूमा पुन खोप अभियान सहितको कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छ। पशुहरूमा कृत्रिम गर्भधारणको माध्यमबाट पशु नस्ल सुधार गर्न सामुदायिक कृत्रिम गर्भधारणकर्ताको लागि तालिम तथा लजिस्टिक सपोर्टको लागि आवश्यक रकम विनियोजन गरेको छ। मत्स्य उत्पादन तथा उत्पादकता वृद्धि गरी आय आर्जन र पोषण सुरक्षामा टेवा पुर्याउन पोखरीभित्र प्रणालीमा मत्स्य पालन, नयाँ मत्स्य पोखरी निर्माण, मत्स्य उत्पादन वृद्धि कार्यक्रमहरूको लागि आवश्यक रकम विनियोजन गरेको छ। निर्यात प्रवर्धनको लागि मातु उत्पादन कार्यक्रममा आवश्यक रकम विनियोजन गरेको छ। मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा ब्रान्डिङका लागि आवश्यक रकम विनियोजन गरेको छ। रैथाने बाली, ओल, सोहजन, कोदो प्रवर्धन, संरक्षण, विकास र विस्तार गर्ने कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयतर्फ रु 2 अर्ब 83 करोड विनियोजित गरेको छु। वन तथा वातावरणतर्फ माननीय सभामुख महोदय, उपल्लो र तल्लो तटीय क्षेत्रको समन्वयन, चुरे जोगाउन मधेस बचाऊ अभियानलाई मूर्त रूप दिन जलचक्र सन्तुलनका लागि एकीकृत जलाधार कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ। सिमसार संरक्षण, पानी पुनर्भरण र शहरी जल व्यवस्थापन मार्फत सांस्कृतिक नदी नालाहरूको प्राकृतिक बहाव पुनर्स्थापन तथा स्वच्छता प्रवर्धन गर्न जलाधार संरक्षण कार्यक्रमहरूको लागि पर्याप्त बजेट विनियोजन गरेको छ। चुरे क्षेत्रको भूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरण मैत्री उत्खनन, प्रशोधन तथा निर्यात मार्फत आम्दानी वृद्धि गर्न सरकारवालाहरूसँग नीति संवाद गर्न तथा वन्यजन्तु, बाढी, पहिरो तथा जलवायु विपदका विपदलाई तत्काल राहत क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु। कार्बन सञ्चित प्रवर्धन गर्न, सार्वजनिक स्थान, सडक किनारा, विद्यालय तथा अस्पताल क्षेत्रमा वृक्षारोपण गरी हरियाली विस्तार गर्न र हरित मधेस अभियानलाई मूर्त रूप दिन आवश्यक बजेट विनियोजन गरेको छ। निजी नर्सरीलाई बिरुवा उत्पादन तथा वितरणमा प्रोत्साहित गरी वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउँदै एक व्यक्ति एक बिरुवा अभियानलाई निरन्तरता दिन आवश्यक प्रचार प्रसारलाई समेत बजेट विनियोजन गरेको छ। निजी, सार्वजनिक र राष्ट्रिय वनको दिगो व्यवस्थापन मार्फत रोजगारी सिर्जना गर्दै जैविक मलको प्रयोगमा आधारित वृक्षारोपण र नर्सरी प्रवर्धन कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ। समृद्धका लागि वन कार्यक्रम मार्फत वन्यजन उद्यमशीलताको विकास गर्दै आय आर्जन अवसरहरू सिर्जना गर्दै वन क्षेत्रबाट उल्लेखनीय रोजगारका अवसरहरू सिर्जना गर्ने कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ। रैथाने तथा लोपमुख वनस्पति संरक्षण संवर्धन प्रवर्धन गरी जैविक विविधतामा महत्त्वपूर्ण वन, सिमसार लगायत अन्य
हटस्पट क्षेत्रको व्यवस्थापन गरी रोजगारी सिर्जनाका लागि मधेस वनस्पति र प्राणी उद्यान निर्माणको लागि बजेट विनियोजन गरेको छ। मानव तथा वन्यजन्तु सहअस्तित्व सुनिश्चित गर्न जैविक मार्गको व्यवस्थापन र क्षति न्यूनीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छ। वन तथा वातावरण मन्त्रालयतर्फ रु 2,37,56,38,000 विनियोजन गरेको छु। श्रम तथा यातायात माननीय सभामुख महोदय, रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका मध्य प्रदेशका श्रमिकहरूको मृत शरीर छिटो सरितो नेपाल ल्याउन सङ्घीय सरकार तथा सरकारवाला निकायहरूसँग समन्वय गरी मृत शरीर नेपाल भित्रिएपछि विमानस्थलबाट मृत व्यक्तिको घरसम्म पुर्याउन निःशुल्क सेवा दिने गरी व्यवस्थापनको लागि बजेट विनियोजन गरेको छ। मध्य प्रदेशका 136 वटै स्थानीय तहसँग समन्वय गरी बाल श्रम मुक्त मधेस कार्यक्रम सञ्चालन गरी बालबालिकाहरूको श्रममा हुने शोषणलाई न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ। हात हातमा सवारी घर घरको रोजगारी भन्ने मूल नाराका साथ मुख्यमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई प्रदेशमा स्वरोजगारको अवसर प्रदान गर्नका लागि आर्थिक वस्तुगत प्राविधिक सहयोग सहितको स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ। साथै वैदेशिक रोजगारबाट फर्किएका युवा जनशक्तिसँग भएका सिपलाई सदुपयोग गरी स्वदेशमै आय आर्जनको बाटो खुलाउन सिप विकास तालिम प्रविधि सहयोग अनुदानमा आधारित ऋण जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ तथा प्रदेशभित्रका स्थानीय तहहरूबाट वैदेशिक रोजगारमा जाने र फर्केका कामदारहरूको तथ्याङ्क सङ्कलन तथा सोको डिजिटल व्यवस्थापन गर्ने प्रबन्ध मिलाउनेछ। प्रदेशमा रहेका जनसाङ्ख्यिक लाभांश उपयोग गरी स्वदेश तथा विदेशमा समेत रोजगारीको अवसर प्राप्त गर्न सक्षम बनाउन आवश्यक नीतिगत कानुनी संस्थागत व्यवस्था सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। प्रदेशभित्रका बेरोजगार युवाहरूलाई रोजगार वा स्वरोजगारका अवसर प्रदान गर्नका लागि CMA रोजगार कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारी माथि निर्भरता न्यूनीकरण गर्नका लागि प्रदेशभित्रको युवाहरूको लागि आर्थिक वस्तुगत प्राविधिक अनुदान सहितको स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन बजेट विनियोजन गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारहरूलाई ठगीमा पर्नबाट संरक्षण गर्न सूचना परामर्श सचेतनामूलक सेवा प्रदान गरिनेछ र विदेश जाने कामदारलाई मागका अनुसार सिप तालिमको व्यवस्था गरिनेछ। वैदेशिक रोजगारमा जाने एवं फर्केका कामदार र तिनका परिवारका लागि कल्याणकारी आर्थिक तथा वस्तुगत सहायता प्रदान गर्ने बजेट विनियोजन गरेको छ। 136 वटी स्थानीय तहहरूमा रहेका रोजगार सेवा केन्द्रहरूको क्षमता विकास गरी सघन सहकार्य निर्माण सम्बन्धी कार्यक्रमहरू गरिनेछ। प्रदेशभित्र रोजगार क्षेत्रमा देखिएका मनोसामाजिक समस्याहरू न्यूनीकरण गर्न मनोपरामर्श सेवा कर्मीहरूमा प्रवर्धन गरिनेछ तथा स्थानीय तहको मागको आधारमा मन्त्रालय स्वयं अगुवाईमा स्थानीय तहमा स्वयं सिप विकास तालिमको सञ्चालन र व्यवस्थापन गर्न बजेट विनियोजन गरेको छ। प्रदेशभित्रका समग्र श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित गर्नका लागि श्रम तथा रोजगार ऐन तजुर्मा पहल गरिनेछ। विप्रेषणको उत्पादन प्रयोगका लागि वित्तीय साक्षरता उद्यमशीलता प्रवर्धन सम्बन्धी कार्य गर्ने नीति लिनेछ। सिप विकासका लागि तालिम लिएकाबाट उत्पादित सामग्रीहरूको बिक्री वितरणका लागि स्थानीय स्तर प्रदेश स्तरमा कोसेली घर सञ्चालन व्यवस्थापन र प्रवर्धन गर्ने गरी प्रदेशमा आइरहेको विप्रेषणलाई आकर्षित हुने गरी मध्य प्रदेश सुहाउँदो साझा लगानीका क्षेत्रहरूको पहिचान गरिनेछ। वैदेशिक रोजगारबाट फिर्ता आएका व्यक्तिहरूलाई सङ्गठित गर्दै सहकारी प्रवर्धन एवं अप्रवासी बजार प्रवर्धन सम्बन्धी कार्यहरू गरी वैदेशिक रोजगारीसँग सम्बन्धित परियोजना तथा कार्यक्रमहरू अन्य पालिकाहरूमा थप गर्न प्रदेशबाट पहल गरिनुका साथै बजेट विनियोजन गरिएको छ।
मधेसलाई बेरोजगार मुक्त प्रदेश बनाउन श्रम समृद्ध क्षेत्रहरूको राय सुझाव लिई प्रदेश सरकारले परामर्श उपलब्ध गराउन श्रम सल्लाहकार परिषदलाई सक्रिय बनाइनेछ। प्रदेश स्तरीय सिप विकास तालिम केन्द्र निर्माण गरी लक्षित वर्गलाई तालिम प्रदान गर्न कार्य अगाडि बढाउने विनियोजन बजेट गरेको छ। श्रमिकहरूलाई आवासको सुविधा दिन थप 4 जिल्लामा श्रमिक विश्राम गृह निर्माण गर्न बजेट विनियोजन गरेको छ। विद्युतीय सवारी साधन खरिद गरी प्रयोग गर्न प्रोत्साहन दिन विभिन्न स्थानमा इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेसन निर्माण गर्न बजेट विनियोजन गरेको छ। मध्य प्रदेशमा रहेका यातायात कार्यालयहरूबाट हुने कार्यहरू तथा ट्राफिक नियम सम्बन्धी जानकारी गराउन स्थानीय तहहरूसँग समन्वय गरिनेछ। मध्य प्रदेश अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालयहरूको कार्य सम्पादन सेवा प्रवाह हाइली टोकन सिस्टम क्यासलेस पेपरलेस एसएमएस भोइस मैसेज भेहिकल रजिस्ट्रेसन सिस्टम लागू गर्न बजेट विनियोजन गरिएको छ। सवारी साधन आयातका लागि मध्य प्रदेशको नाका हुँदै आयात गर्दा विशेष सुविधा उपलब्ध गराउन पहल गरिनेछ। मध्य प्रदेश अन्तर्गत रहेका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी चालक अनुमति पत्रमा हुन गरेको अनियमितता हुन नदिने को लागि अटोमेटिक ट्रायल सेन्टर जडान गर्नको लागि संघीय सरकारसँग समन्वय गरी स्थापनाको लागि प्रक्रिया अगाडि बढाइनेछ। मध्य प्रदेश अन्तर्गत रहेका 8वटा यातायात व्यवस्था कार्यालयहरूबाट सङ्कलन हुन राजस्वमा लक्ष्य तोकी लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालयलाई प्रोत्साहन उपलब्ध गराइनेछ। यातायात क्षेत्रको संरचनागत तथा कार्यप्रणालीमा सुधार अन्तर्गत मध्य प्रदेशका सबै जिल्लाहरूमा नवीनतम प्रविधि जटित उपकरण सहित यातायात कार्यालयहरूको आफ्नो भवन निर्माण गरी सञ्चालनमा ल्याइनेछ। पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा यात्रीहरूको लागि रिफ्रेश सेन्टर निर्माण कार्यको लागि मध्य प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइनेछ र हुलाकी राजमार्गमा यात्रीहरूलाई मध्यनजर गर्दै सार्वजनिक यातायात सञ्चालन नियमित यातायात व्यवसायीहरूसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइनेछ। यस प्रदेश स्थित सबै यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीहरूलाई छिटो छरितो सेवा पुर्याउने उद्देश्यले मध्य प्रदेशबाटै कार्ड प्रिन्ट हुने गरी प्रक्रिया अगाडि बढाइने बजेट विनियोजन गरेको छ। सेवा सुविधा सम्पन्न सहितको यात्री प्रतीक्षालय निर्माण गर्ने बजेट विनियोजन गरेको छ। श्रम तथा यातायात मन्त्रालयतर्फ रु 57 करोड 14,50,000 विनियोजन गरेको छ। उद्योग वाणिज्य तथा पर्यटन माननीय सभामुख महोदय, मध्य प्रदेशको राजधानीले पर्यटन मैत्री तथा पर्यटकहरूलाई मिथिला संस्कृतिको मौलिकता अनुभूत हुने गरी आवश्यक पूर्वाधार निर्माण मार्फत सौन्दर्यीकरण गर्ने कार्यको लागि आवश्यक बजेट विनियोजन गरिएको छ। जानकी मन्दिरलाई प्रदेशकै प्रमुख धार्मिक गन्तव्य स्थलको रूपमा विकास गर्दै मन्दिर परिसरमा आवश्यक पर्यटन पूर्वाधार व्यवस्थापन कार्य तथा भारतको अयोध्या नगरीमा अवस्थित श्रीराम जन्मभूमिलाई दर्शन गर्न आउने पर्यटकहरूलाई जानकी मन्दिरमा समेत दर्शनको लागि प्रोत्साहन गर्न जनकपुर धाममा नगरी तथा सीता जन्मभूमि जानकी मन्दिर प्रचार प्रसारको लागि आवश्यक बजेट विनियोजन गरेको छ। समग्र मध्य प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य स्थलहरूका साथै सीता जन्मभूमि जनकपुर धामलाई भिजिट बजेट भन्ने मूल आवश्यक साथ भारत लगायतका अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छ। जनकपुर धाममा धार्मिक र सांस्कृतिक झल्को दिने गरी ढल्केबरदेखि जठी तथा 0 माइलबाट भिटा मोड जाने बाटोको ठाउँ ठाउँमा दुवैपट्टि वाल संरचना निर्माण तथा मिथिला आर्ट वर्क कार्यका लागि आवश्यक विनियोजन बजेट गरेको छ। माता जानकीको विवाह स्थल जनकपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाह केन्द्रको रूपमा विकास गर्न आवश्यक रकम विनियोज गरेको छ। मध्य प्रदेशमा लगानी प्रवर्धन गर्न र देश तथा विदेशमा रहेका नेपाली तथा विदेशीलाई आकर्षित गर्न आगामी अब 2082-83 मा मधेस लगानी सम्मेलन समिट र ट्राभल समिटको आयोजनाका लागि आवश्यक विनियोजन बजेट गरेको छ। उद्योग व्यवसाय तथा विकासका लागि लोन कार्ड
व्यवस्था गर्न आवश्यक रकम विनियोजन गरिएको छ। मध्य प्रदेशमा युरिया सहित रासायनिक मल खाद उद्योगको सम्भाव्यता अध्ययनका लागि आवश्यक रकम विनियोजन गरेको छ। मध्य प्रदेशमा कृषि उद्योग व्यापार पर्यटनका लागि क्षेत्रहरूसँग सम्बन्धित आन्तरिक रूपमा उत्पादन हुने वस्तु तथा सेवाको प्रचार प्रसार एवं प्रवर्धनको लागि प्रदेश स्तरीय उद्योग मेला आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको छ। मध्य प्रदेशको कला साहित्य संस्कृति जीवन पद्धति विषयहरूको झल्को दिने गरी महोत्तरी जिल्लामा मध्य सांस्कृतिक ग्राम निर्माण कार्यको लागि आवश्यक बजेट विनियोजन गरिएको छ। ऐतिहासिक सिमरौनगढ दरबारको संरक्षण तथा प्रवर्धन कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छ। भारतबाट नेपाल भित्रिने पर्यटकहरूको लागि मुख्य प्रवेश बिन्दु भन्सारमा नै मध्य प्रदेशको पर्यटक गन्तव्यका लागि पर्यटनसँग सम्बन्धित सूचना तथा सम्प्रेषणका लागि सूचना केन्द्रको स्थापना र पर्यटन विश्राम स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छ। उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय कुल रु 3 अर्ब 8 करोड 71,74,000 विनियोजन गरेको छ। गृह तथा सञ्चार माननीय सभामुख महोदय, विद्यार्थीहरूलाई विद्यालयमा नै कानुनको महत्त्व तथा ज्ञान अभिवृद्धि गर्न विद्यालय स्तरमा कानुनी शिक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ। प्रदेशमा रहेका युवाहरूलाई असल एवं सभ्य नागरिकको रूपमा राज्यप्रति कर्तव्य र दायित्व निर्वाह गर्न युवाहरूलाई दुर्व्यसन मुक्त गर्न लागू औषध दुर्व्यसन युवा अभियान सञ्चालन गर्न 70 लाख विनियोजन गरेको छ। प्रदेशमा रहेका जिल्ला प्रहरी कार्यालय अन्तर्गत इलाका प्रहरी, प्रहरी चौकी लगायत शान्ति सुरक्षासँग सम्बन्धित निकायहरूको भवन निर्माण लगायतका पूर्वाधार संरचनाहरूको लागि बजेट विनियोजन गरेको छ। गृह तथा सञ्चार मन्त्रालयतर्फ रु 64 करोड 89,97,000 विनियोजन गरेको छ। शिक्षा तथा संस्कृति माननीय सभामुख महोदय, मध्य प्रदेश अन्तर्गत रहेका विद्यालयहरूको क्षमता अभिवृद्धि गर्दै विद्यालयहरूमा शिक्षकको व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालनको लागि उचित विनियोजन बजेट गरेको छ। सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक विद्यालयहरूलाई सशस्त्र चालू अनुदान लगायतका पुस्तकालय तथा विज्ञान शिक्षामा शुद्धिकरण गर्न विज्ञान प्रयोगशाला स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छ। विद्यालयहरूलाई आईसीटी प्रविधि मैत्री बनाउन स्मार्ट बोर्ड तथा ई लाइब्रेरी स्थापना गर्ने कार्यको लागि बजेट विनियोजन गरेको छ। प्रदेश अन्तर्गत 8वटा जिल्लाहरूमा रहेका विद्यालयहरूको संरचना सुधार गर्नको लागि आवश्यक भौतिक पूर्वाधार संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ। मध्य प्रदेश अन्तर्गत रहेका विश्वविद्यालयहरूको प्रशासनिक एवं भौतिक संरचनाहरू लगायत व्यवस्थापिका सुधार कार्यको लागि अनुदान मार्फत आवश्यक रकम बजेट विनियोजन गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ रु 3 अर्ब 57 करोड 66,55,000 विनियोजन गरेको छ। ऊर्जा सिंचाई तथा खानेपानी माननीय सभामुख महोदय, स्वच्छ र सुरक्षित खानेपानी आपूर्तिमा आम जनताको पहुँचलाई बढाउन प्राकृतिक विपदबाट प्रभावित तथा अधुरा खानेपानी योजनाहरूको निर्माण मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको छ। सफा पिउने पानीको पहुँच नपुगेको सीमाकृत र पछाडि परेको समुदाय र क्षेत्रको पहिचान गरी प्राथमिकताको आधारमा शुद्ध पिउने पानीको व्यवस्थापन गर्नको लागि बजेट विनियोजन गरेको छ। खानेपानी योजनाको सञ्चालन लगायत घटाउन पम्पिङ प्रणालीमा आधारित खानेपानी योजनाहरूमा सोलर पम्पको प्रयोगलाई प्रोत्साहन गरिनेछ। प्रदेशभित्र सुरक्षित गुणस्तरीय खानेपानी आपूर्ति सुनिश्चित गर्न एक जिल्ला एक पानी परीक्षण प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन गरेको छ। प्रदेशभित्र खुला चितामुक्त अवस्थालाई दिगो बनाउँदै
मध्य प्रदेशलाई पूर्ण सरसफाई अवस्थातिर अग्रसर गर्न स्थानीय तहसँग समन्वय गरी जनचेतना वृद्धि गर्ने कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ। सतह सिँचाइबाट वञ्चित खेती योग्य जग्गाहरूमा वैकल्पिक सिँचाइ विधिहरू जस्तै नयाँ प्रविधिमा आधारित सिँचाइ विधिहरूको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउनको लागि बजेट विनियोजन गरेको छ। सिँचाइमा हालसम्म भएको लगानीबाट उच्च प्रतिफल हासिल गर्न गत विगतमा निर्माण सम्पन्न भएका सिँचाइ प्रणालीहरूका दक्षता 40% भन्दा पनि कम रहेकोले सो दक्षता वृद्धि गर्न सिंचित क्षेत्र व्यवस्थापन कार्यक्रम कमान्ड एरिया म्यानेजमेन्ट प्रोग्राम सञ्चालन गर्नको लागि बजेट विनियोजन गरेको छ। भूमिगत जल स्रोतको अतिदोहनलाई निरुत्साहित गर्नका लागि सोको नियमन अनुगमन गर्ने एवं प्रत्येक जिल्लामा सतह सिँचाइ योजना सम्भाव्यताको आधारमा कम्तीमा 2वटा सतह सिँचाइ योजना पहिचान गरी कार्यान्वयनको लागि बजेट विनियोजन गरेको छ। गत विगतमा सम्पन्न भएका एजेन्सी म्यानेजमेन्ट इरिगेसन सिस्टम सतह सिँचाइ योजनाको मर्मत सम्भार तथा जीर्णोद्धार कार्यक्रमहरू स्वीकृत वार्षिक सिँचाइ मर्मत सम्भार योजना बमोजिम प्राथमिकताका साथ गर्नको लागि बजेट विनियोजन गरिएको छ। पुरानो स्यालो डिप पावर ड्रिल ट्युब सिँचाइ योजनाहरूको मर्मत सम्भार सञ्चालन तथा व्यवस्थापन कार्यक्रमहरूको लागि बजेट विनियोजन गरिएको छ। भूमिगत जल स्रोतको संयोजनताक उपयोग गरी सिँचाइ विकास गर्न ग्राउन्ड वाटर क्लस्टर प्रोजेक्टलाई अध्ययन तथा अनुसन्धानको आधारमा निरन्तरता दिन बजेट विनियोजन गरेको छ। पूर्व पश्चिम राजमार्गको समान्तर रहेको वन जङ्गलमा हुने आगलागीबाट वन जङ्गललाई जोगाउन सुखामय जङ्गली जानवरलाई समेत पिउने पानी उपलब्ध गराउनको लागि भूमिगत जल स्रोत उपयोग गर्ने गरी समुचित स्थान तथा दूरीमा वन डिभिजन कार्यालयहरूसँग समन्वयन डिप पावर ड्रिल बोरिङ जडान गर्न बजेट विनियोजन गरेको छ। धार्मिक आध्यात्मिक सांस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको दुधमती नदी 72 मिथिला परिक्रमा अङ्गको रूपमा रामायणकालीन समयदेखि स्थापित रहँदै आएको र मिथिला गौरव माता जानकीको जन्म एवं लालन पालनसँगै प्रत्यक्ष रूपमा जोडिएको जनविश्वास रहेको दुधमती नदी प्रतिको उच्च सम्मान र सो नदीबाट भविष्यमा सम्भावित सिँचाइ योग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध हुने विषयलाई समेत हृदयगमन गरी दुधमती नदीको उत्खनन संरक्षण तथा सौन्दर्यीकरणका लागि सञ्चालनमा रहेको दुधमती नदीको उत्खनन तथा विकास कार्यलाई बहुवर्षीय गुरु आयोजना अन्तर्गत कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ। प्रदेशभित्र रहेका वैकल्पिक तथा अन्य नवीकरणीय ऊर्जा स्रोतहरूको पहिचान तथा उत्पादनका लागि आवश्यक लगानीलाई समेत प्रोत्साहन तथा प्रवर्धन गरी सौर्य ऊर्जा प्रवर्धनका लागि प्रदेशभित्र रहेका नदीका बगरहरू तथा बन्जर जग्गालाई सदुपयोग गरी उत्पादन हुने सौर्य ऊर्जालाई राष्ट्रिय प्रचलनमा जोड्न बजेट विनियोजन गरेको छ। वर्षाको पानी सङ्कलन संरक्षण पोखरी निर्माण तथा स्रोतहरूको संरक्षण तथा समुचित उपयोग गर्न बजेट विनियोजन गरेको छ। ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ रु 4 अर्ब 41 करोड 99,99,000 रकम विनियोजन गरेको छ। खेलकुद तथा समाज कल्याण माननीय सभामुख महोदय, मुख्यमन्त्री आवास सुरक्षा योजना अन्तर्गत प्राकृतिक विपदबाट हुने जोखिम विरुद्धको सुरक्षा कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छ। मध्य प्रदेशमा रहेका महिलाहरूको सशक्तिकरण प्रदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नको लागि प्रथम महिला राष्ट्रपति स्वरोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गर्न बजेट विनियोजन गरेको छ। युवाहरूलाई उद्यमशीलताको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न तथा युवाहरूलाई आत्मनिर्भर बनाउन युवा स्वरोजगार कार्यक्रमको सञ्चालन गर्न व्यवस्था मिलाइएको छ। युवा वर्गलाई खेलकुद प्रति आकर्षण गर्न माग अनुरूप खेलकुद सामग्री वितरण गर्नको लागि बजेट विनियोजन गरिएको छ। मध्य प्रदेशको गौरवको आयोजनाको रूपमा श्री राम जानकी बहुउद्देश्य रङ्गशाला, नारायणी रङ्गशाला, गोलबजार रङ्गशाला लगायत
प्रादेशिक रंगशाला, खेलग्राम, खेल मैदान, कभर्ड हल निर्माण कार्यलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ। 11औं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्य प्रदेशमा भव्यताको साथ आयोजना गर्न अहिलेदेखि नै पूर्वाधार निर्माणका लागि तथा तयारीका लागि प्राथमिकता दिएको छ। खेली मधेस जिती मधेस नारालाई सार्थक बनाउन विभिन्न प्रतियोगिता, प्रशिक्षण, पुरस्कार तथा सम्मानमा विशेष जोड दिँदै मधेस खेलकुद दिवस र खेलकुद महोत्सव सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। जनकपुर धाम र वीरगञ्जमा आधुनिक ओल्ड एज हाउस निर्माण कार्यको लागि रकम विनियोजन गरेको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु 1,68,73,00,000 विनियोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या माननीय सभाको महोदय, विभिन्न रोगहरूको बारेमा सचेतना अभिवृद्धि लगायतका अन्य स्वास्थ्य उपचारका लागि स्थानीय निकायसँगको सहकार्यमा मुख्यमन्त्री घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छ। जनतालाई आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाई प्राकृतिक स्वास्थ्य पद्धतिको बारेमा समेत चेतना अभिवृद्धिको लागि आयुर्वेद सेवा कार्यक्रम सञ्चालन ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ। प्रादेशिक अस्पतालहरूलाई प्रविधि मैत्री बनाई आवश्यक परेका विभिन्न स्वास्थ्य सम्बन्धी उपकरणहरू खरिद तथा जडान कार्यका लागि बजेट विनियोजन गरेको छ। सर्लाहीको धनकौलमा 50 शय्याको आमा तथा बाल अस्पताल र गङ्गापुरमा आयुर्वेदी योग्य पञ्चकर्म अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका लागि सञ्चालनको लागि बजेट व्यवस्था विनियोजन गरेको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS लगायत स्नातकोत्तर MD MS कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छ। सिराहा जिल्ला गोलबजार नगरपालिका स्थित ट्रमा सेन्टर अस्पताल, महेन्द्र गिरनाई प्रादेशिक प्रस्तुति गृह तथा मोहतरी जिल्लाको सोनमा स्थित मानसिक अस्पतालको निर्माण तथा सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु 6,45,61,00,000 विनियोजन गरेको छ। भौतिक पूर्वाधार तर्फ माननीय सभामुख महोदय, प्रादेशिक सडक सञ्जाल गुरु योजना परेका महत्त्वपूर्ण सडक तथा पुलहरू निर्माण गर्न प्रादेशिक सडक कार्यक्रम तथा प्रादेशिक पुल कार्यक्रम सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ। प्रादेशिक सडकहरूको सञ्चालित तथा योजनाबद्ध रूपमा कार्यान्वयनको लागि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम पहिलो चरणलाई प्राथमिकताका साथ सम्पन्न गरी एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा 5-5 किलोमिटरका दरले नयाँ थप 320 किलोमिटर सडकहरू कालोपत्र गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रादेशिक सडकहरूको नदी तथा खोलाहरूमा पर्ने आवश्यक पुलहरूको निर्माणका लागि क्षेत्रीय सन्तुलन कायम हुन गरी एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माण कार्यक्रम मार्फत पक्की पुल निर्माण गरी सडकहरू 12 महिना सञ्चालनमा ल्याइने गरी बजेट विनियोजन गरेको छ। कर्मागत योजनाहरूमध्ये कार्यान्वयन हुन नसक्ने योजनाहरूमा आवश्यक बजेट विनियोजन गरेको छ। स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्न तथा प्राथमिकतामा रहेका अन्य प्रादेशिक सडकहरूको स्तर गर्न विरस मर्मत सम्भार र नियमित मर्मत सम्भार गर्न प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। यस कार्यक्रमबाट 198 किलो कालोपत्रे सडक निर्माणबाट 21वटा स्थानीय तह पक्की सडक सञ्जालसँग जोडिनेछ। 326 किलोमिटर वृहत सडक मर्मत 1000 किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने बजेट विनियोजन गरेको छ। मध्य प्रदेशको पूर्व पश्चिम प्रादेशिक राजमार्गको रूपमा रहेका सप्तरी जिल्लादेखि पर्सा जिल्ला जोड्ने प्रदेश गौरवको योजना मधेस सहित लोकमार्गको पुनः रूपमा निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न दात्री निकाय तथा सङ्घ सरकारसँग समन्वय सहकार्य गरिनेछ। यस आवमा बाराको कलैया मलाही खण्ड लगायत अन्य
खण्डमा समेत निर्माणको कार्य सुरु हुने गरी बजेट विनियोजन गरेको छ। प्रदेशभित्रको स्थानीय समेत झुलुङ्गे पुलहरूको निर्माणका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन प्रादेशिक सहयोग प्रदायक तथा पक्की पुलहरूको डिजाइन सुपरभिजन निर्माण प्राविधिक सहयोग पुर्याउन प्रादेशिक पुल व्यवस्थापन सेवा कार्यक्रमको निरन्तरता दिएको छ। सडक मर्मत सम्भार दिगो सडकको आधार भन्ने नारालाई मूर्त रूप दिन सडकहरू नियमित मर्मत सम्भारको लागि आरएमजी सडक मर्मत सम्भार समूह परिचालन गरी करिब 300 जना रोजगारी सिर्जना गरेको छ। गुणस्तरीय पूर्वाधार निर्माणका लागि सबै जिल्लामा निर्माण सामग्री परीक्षणका लागि स्थापित प्रयोगशालाहरूलाई आधुनिकीकरण गरी व्यवस्थित गरिनेछ। साथै प्रदेश स्तरीय सुविधा सम्पन्न परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छ। सडक दुर्घटना न्यूनीकरण तथा सडक सन्धिकरणका लागि सडक सुरक्षा तथा सन्धिकरण कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जनकपुर घोषणा पत्र 2082 हरित उत्थानशील तथा जलवायु मैत्री कार्यान्वयनका लागि हरित सडक कार्यक्रम सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ। जनतालाई तुरन्तै उपलब्ध दिन सक्ने बस्तीमा रहेका साना पूर्वाधार सम्बन्धी आयोजनाहरूलाई क्षेत्रीय सन्तुलन समवस्था कायम हुने गरी बढीभन्दा बढी रोजगारी सिर्जना हुने ग्रामीण विकास कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको प्रशासनिक भवन निर्माण लगायतका अन्य भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ। मौलिक हकको रूपमा रहेको आवास सुविधालाई उपेक्षित वर्गसम्म प्रभावकारी रूपमा पुर्याउन सञ्चालित महेन्द्र निधि विपन्न आवास तथा विपन्नसँग मदन भण्डारी कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु 15,68,71,75,00,000 विनियोजन गरेको छ। माननीय सभामुख महोदय, सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि शासन पद्धतिमा पारदर्शिता र जवाबदेहिता प्रवर्धन गर्न स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेशभित्र सुशासन प्रवर्धनका लागि नववर्तनीय ज्ञान सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्नको लागि आगामी आवमा मुख्यमन्त्री सार्वजनिक सुशासन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। आगामी आवमा राष्ट्रिय किताबखानाको सहकार्यमा प्रदेश र स्थानीय तहको कर्मचारीको अभिलेख व्यवस्थापन गर्न प्रदेश निजामती किताबखानाको संस्थागत सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेश मन्त्री परिषदको बैठकलाई पारदर्शिता व्यवस्थित तथा प्रविधि मैत्री बनाउन तथा बैठकको निर्णयको अभिलेखलाई चुस्त दुरुस्त बनाउन मन्त्री परिषद बैठकलाई अटोमेसन तथा डिजिटाइजेसन गर्नको लागि बजेट विनियोजन गरिएको छ। कानुनको सचेतना, महिलालाई सशक्तिकरण तथा लैङ्गिक विभेद तथा मानव अधिकारको प्रवर्धन र सम्वर्धन गर्नका लागि सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रमले निरन्तरता गरिएको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मार्फत आगामी आवमा प्रदेश तथा स्थानीय तहका पदाधिकारी जनप्रतिनिधि तथा कर्मचारीहरूको तालिमलाई थप परिष्कृत हुने गरी तालिम तथा प्रशिक्षण कार्यक्रमहरूलाई पर्याप्त बजेट विनियोजन गरिएको छ। आगामी आवा प्रदेशका सबै निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनलाई दुरुस्त उपयुक्त बनाउनको लागि पर्याप्त बजेट विनियोजन गरिएको छ। नेपाल सरकारले निर्धारण गरेको तलब प्रदेश सरकार अन्तर्गत निजामती कर्मचारीहरूले पनि लागू हुने व्यवस्था गरिएको छ। साथै प्रदेश सरकारले प्रदान गर्दै आएको महँगी भत्तालाई वृद्धि गरी माथि गुरु 5,000 पुर्याइएको छ। कर्मचारीहरूको लागि आन्तरिक पर्यटन प्रवर्धन कार्यक्रमहरूलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। प्रदेश सञ्चित कोष तथा आर्थिक प्रशासन सञ्चालन एवं सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा सङ्घीय सरकारी निकाय माथिको निर्भरता पूर्ण रूपमा अन्त्य गरी प्रदेश सरकार मातहतको निकायबाट छिटो छरितो सेवा उपलब्ध गराउन महोत्तरी जिल्लामा प्रदेश लेखा इकाइ कार्यालय स्थापना गरिनेछ। मध्य प्रदेश सरकारका कर्मचारीहरू कानुन बमोजिम निवृत्त भत्ता पाउने कर्मचारी बाहेक
सङ्घीय सरकारले व्यवस्था गरे बमोजिम सामाजिक सुरक्षा कोष आबद्ध गराउन आवश्यक व्यवस्था मिलाइनेछ। अब म क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापन अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 46 अर्ब 58 करोड 33,51,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 16 अर्ब 72 करोड 5,17,000 अर्थात् 35.89%। पूंजीगत तर्फ रु 30 अर्ब 26 करोड 28,34,000 अर्थात् 64.11%। यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन तुलनामा 6.13% ले बढेको हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्न स्रोत मध्ये आन्तरिक राजस्वबाट रु 9 अर्ब 50 करोड 83 लाख, वित्तीय हस्तान्तरण अनुदानतर्फ वित्तीय सामान्यीकरण अनुदानबाट रु 7 अर्ब 72 करोड 19 लाख तथा सशक्त अनुदानबाट रु 4 अर्ब 26 करोड 18 लाख, विशेष अनुदानबाट रु 39 करोड 45 लाख, सम्पूरक अनुदानबाट रु 35 करोड 82 लाख गरी जम्मा रु 12 अर्ब 73 करोड 64 लाख। सङ्घीय राजस्व बाँसबाट रु 12 अर्ब 35 करोड 84 लाख र गत वर्षको नगद मौजुदाबाट रु 10 अर्ब 38 करोड 2,51,000 बेहोर्दा र घटेको रकममा जो घटा हुन्छ त्यो 2 अर्ब न्यून हुनेछ। सो न्यून पूर्ति गर्नको लागि आन्तरिक ऋणबाट 2 अर्ब जुटाइनेछ। राजस्व वित्तीय हस्तान्तरण नगद मौजुदा र सङ्घीय बाँसबाट प्राप्त स्रोत परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट बेहोरिनेछ। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्ष 2082-83 को राजस्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। कर तथा गैर कर राजस्व चुहावट न्यूनीकरण गर्न राजस्व प्रशासन शाखालाई शुद्धिकरण गरिनेछ। प्रदेश राजस्वको अभिवृद्धिको लागि सुझाव प्राप्त गर्न राजस्व सुधार सुझाव समिति गठन गरिनेछ। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2080-81 यथार्थ खर्च आर्थिक वर्ष 2081-82 को संशोधित अनुमान र आर्थिक वर्ष 82-83 को अनुमानित आय भएको विवरण अनुसूचीहरूमा उल्लेख गरेको छु। अन्त्यमा समृद्ध मधेसको लक्ष्यप्रति प्रतिबद्ध रही प्रस्तुत बजेट प्रक्रियामा मार्गदर्शन प्रदान गर्नुभएका माननीय प्रदेश प्रमुखज्यू, मुख्यमन्त्रीज्यू, सभामुख तथा उपसभामुखज्यू, मन्त्रीज्यूहरू, प्रदेश सभा सदस्यज्यूहरू तथा प्रदेश नीति योजना आयोगका उपाध्यक्षज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यसैगरी बजेट निर्माणको क्रममा अमूल्य सुझाव दिने हुने राजनीतिक दलहरू, अर्थविद, विभिन्न क्षेत्रका विज्ञहरू, राष्ट्र सेवा कर्मचारीहरू, निजी तथा सहकारी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मीहरू, गैर आवासीय नेपाली विकास साझेदार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू र आम नागरिकहरूप्रति पनि गहिरो आभार व्यक्त गर्दछु। म विश्वास छु कि प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनबाट प्रदेशको समग्र हित, एकता, स्वाभिमान दृढ हुनुको साथै संघीयता संस्थागत हुने र जनताले गुणस्तरीय सेवा प्राप्त गरिनेछ। यसमा सबै क्षेत्रको सहकार्य सहभागिता रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु। धन्यवाद।